guys, welcome to my new vlog. अन्त के कहाँ जानु छ न भोजको काठ बाँड्दैछु म चाहिँ हैन हो भोजको काठ बाँड्नु छ यो अनि बाँडिसक्ने हो अहिले अनि टक्क चाहिँ एडिट सेडिट गर्ने अनि हाल्दिने फेरि हेर्दै हुनुहुन्छ हाम्रो गाउँहरू हेर्नुहोस् यस्तो छ हैन हाम्रो गाउँ चाहिँ म तपाईहरुलाई देखाउँछु है त यस्तो छ गाउँ यहाँ माथि यहाँ डाँडा चाहिँ नि गुम्बा डाँडा मेरो गुम्बा डाँडा आकाशे भनिन्छ यता माथि यहाँ माथि हुँदैछ हैन अनि यता पर सुर्केनाङ्गी अनि यो चाहिँ यो ठ्याक्कै यो चाहिँ हाम्रो गाउँ हो अनि यहाँ ठ्याक्कै म देखाउँछु तपाईहरुलाई यहाँ चाहिँ गैरी गाउँ डाँडा गाउँ भनिन्छ सेसेलुङ स्कुल पर्छ त्यहाँ अनि यहाँ हाम्रो गाउँ यहाँदेखि यहाँ हाम्रो गाउँहरू यो यस्तै छ हैन अनि के कस्तो छ मेरो भ्लगहरु हेर्दै हुनुहुन्छ खुसी लाग्छ तपाईहरुको यति धेरै माया पाइरहेको छु अहिलेसम्म माया मलाई यति धेरै देखाउनु भएको छ हजुरहरुले थ्यांक यू सो मच मेरो भिडियो हेर्दै हुनुहुन्छ हैन अनि म कार बोकेर अहिले बाड्दैछु यो कार हेर्न सक्नुहुन्छ यो भोजको काड हो अनि भोजको काड बाड्दैछु म यसरी तपाईहरुले मेरो भिडियो हेर्दै हुनुहुन्छ अनि यहाँ हाम्रो यो गाउँहरु हो यहाँहरु खुसी छु म तपाईहरुको साथ बिना मैले कसरी भिडियो बनाउनु हैन हौसला साथ सपोर्ट गरिराख्नु भएको छ मलाई अनि अघि मैले यता पर जम्मै बाडिसके अब यहाँ माथि चाहिँ बाड्नु पर्दैन यहाँ माथि चाहिँ खलङ्गा गाउँ अनि यहाँ चाहिँ रुखहरु काटिराख्नु भएको रहेछ अनि हेर्नुहोस् यस्तो छ क्या जङ्गलहरु यहाँ हाम्रो गाउँ देखाउनु भन्नु भएको थियो हजुरहरुले हैन हाम्रो गाउँ चाहिँ यो कस्तो छ घरहरु बाक्लो छ होला नि भन्नुभएको थियो एकजना सरले अनि यही हो हाम्रो गाउँ चाहिँ अनि म चाहिँ यता छु अब यहाँ काठ बाड्नु पर्ने हुन्छ काठ बाड्दैछु भन्नुपर्छ हैन अनि टक्क यहाँ चाहिँ देख्न सक्नुहुन्छ टक्क यहाँ चाहिँ सुँगुरहरु रहेछ हैन अनि चाहिँ मैले यहाँ दिनुपर्ने हुन्छ उपर यहाँ चाहिँ तुम्मा हुनुहुँदैन रहेछ बजुल दिइराख्छु यो कन काटेन नि कन भज भने यो धमसिङ बाबा तो झापा भी आंग akpal dari ngobam tadi tinggal nilai ini mana madane lakidukna ubel tandi ta apel dabal nu ko hero gadagan thu tu robo yu kon singi ni ma gandu jokya tar bhewan la Ube, no khang la tum. यो चाहिँ पर्खिसके हैन ढाड पनि त्यहाँ दिइसके बजुले अहिले तुम्मा हुनुहुन्न रहेछ कि समस्याकै कामले गर्दा बाहिर जानु भएको रहेछ हैन गाउँदेखि बाहिर भनौँ न अब त्यस्तो कामहरु परेपछि हामी यता हेर्न सक्नुहुन्छ हाम्रो गाउँहरु यहाँ टक्क यो सिडी हो खलङ्गा हुने बाटो तपाईहरुले गाउँ कस्तो छ के कस्तो गाउँहरु बाक्लो छ के छ भन्नु भएको थियो हैन म तपाईहरुले मेरो गाउँ यहाँबाट देखाउँछु टाढाबाट मज्जाले देखिन्छ अनि मेरो गाउँ चाहिँ यस्तो छ अनि मेरो अरु भ्लग हेर्नुहुन्छ अनि सोध्नुहुन्छ एउटा सरले सोध्नु भएको थियो मेरो गाउँ चाहिँ यही हो अनि देख्नु भयो होला हैन यहाँ माथि अघि नै देखिसक्यो हजुरलाई यहाँ यस्तो छ टाढहरु बारीहरु छ अनि के कस्तो लाग्दैछ मेरो भ्लग अनि राम्रो लाग्दैछ भने राम्रै भन्नु होला अनि जस्तो त्यस्तो प्रतिक्रिया दिनु होला भन्नु आज चाहिँ यस्तै हो काठ बाड्दैछु म अनि यो चाहिँ खलङ्गा जाने बाटो यहाँ माथिबाट बजार त्यस्तै छ है
ल आजलाई चाहिँ मेरो भ्लग यति नै भयो। तपाईँहरूले धेरै धेरै धन्यवाद होइन सोधिराख्नु भएको थियो। यस्तै छ हाम्रो गाउँघर। अर्को भिडियोमा भेट्ने बाचाका साथ तपाईँहरूसँग छुट्टिन्छु। स्यारोन मस्त नौका अर्को भिडियोमा भेट्ने।